अनि त्यो कुराहरू चाहिँ प्रवृत्ति त्यही भयो। अब साधारण जनताले पनि खाने प्रवृत्ति भयो। जैसा गुरु वैसा चेला, दोनो नरकमै ठेलम ठेला भन्छ नि, त्यस्तै भयो। कि त उनीहरूलाई चाहिँ पहिले नाला नबनाएर चाहिँ पिच गर्नुमा चाहिँ कति घाटा छ के छ भन्ने कुराको त ज्ञान नभएको कुरा हो हैन। ज्ञान नभएर नै यस्तो गरे। अर्को कुरा चाहिँ ज्ञान भएर पनि अब यस्तो नगरे त बजेट आउँदैन, कहाँबाट खाने र कसरी चाहिँ आफ्नो व्यवस्थापन गर्ने भनेर चाहिँ त्यो भएर चाहिँ जानी पनि पहिला पिच गर्ने, पछि त्यो पिचलाई भत्काउने, फेरि नाला बनाउने क्रममा त पिच भत्किन्छ, पिच भत्केपछि फेरि अझ पिचको लागि बजेट आउँछ। अनि त्यो प्रकारको एउटा रोटेसन हुन्छ नि त। त्यो बेला बेला त्यो बजेट झार्नका निम्ति चाहिँ त्यो उहाँले कारण मात्रै एउटा त हो पक्कै पनि। कि त बजेट बेला बेला बजेट आउनको लागि भयो, कि त भने त्यो कुराको ज्ञानै नभएको कारण, दुईटा कारण हुन सक्छ। एकैचोटी बलियो बनाउने भनेर त्यो त सकिन्छ, अझै बजेट आउँदैन कसरी खाने भन्ने टाइपको मेन्टालिटी हुने हो नि त हैन। त्यो कारणले चाहिँ अब अलिकति बनाए जस्तो गर्यो, फेरि अर्को 2-4 सालपछि बजेट आउँछ, तबसम्म त्यो भत्किसक्छ, फेरि अर्को साल चाहिँ अझ त्यसकै लागि फेरि बजेट। आदरणीय दर्शकबिन नमस्कार, म दिनेश सुदामा। नमस्ते, म चाहिँ मनोज मयाल, लम्कीचुवा 4 अमरपुर। आज हामी गाउँघरमा रहेका समस्या र गाउँघरमा के कस्ता समस्या भइरहेको छ, यहाँका जनप्रतिनिधिले के कस्ता कामहरू गरिरहेका छन् र के काम गर्दै छोडेका छन् र गाउँ गाउँको गुनासो लिएर तपाईहरुको माझमा उपस्थित भइसकेका छौं। जुन कार्यक्रमको नाम हामीले दिएका छौं गाउँटोलको गुनासो भनेर नामाकरण गरेका छौं र यसमा चाहिँ हामी आफै पनि छलफल गर्छौं र तपाईहरुका विचार पनि हामी राख्छौं। यो भिडियो हेरेपछि तपाईले कमेन्टमा राख्नुभयो भने त्यो कमेन्टलाई फोकस गरेर र तपाईले पछि आउन सक्नु भने हाम्रो स्टुडियोमै आएर पनि तपाईले आफ्ना विचारहरू राख्न सक्नुहुनेछ। र पहिलो दिन हामीले चाहिँ विशेष गरी हाम्रो आफ्नै ठाउँलाई चाहिँ यो अमरपुर टोलको गुनासोहरूलाई चाहिँ ल्याएका छौं। यो टोल किन पिछडियो, किन विकास हुन सकेन, किन 2 कार्यकालसम्म अथवा 2टा चुनावहरुमा पनि आश्वासनहरू दिनुभयो तर पछि फर्केर आउनु भएन र त्यो प्रकारको कामहरू गर्नु भएन। यी विविध विषयलाई लिएर चाहिँ हामी छलफल गर्छौं। तपाईहरुलाई कस्तो लाग्छ त्यस्तो कमेन्टहरू गर्नलाई, प्रतिक्रिया दिनलाई नबिर्सिनु होला। हामी चाहिँ कुनै पनि राजनीति माध्यमबाट चलाएको व्यक्ति पनि होइन। हामीले चाहिँ गाउँमा रहेको यो विकास किन भएन र यो गाउँमा किन हेला गरियो त्यो गाउँलाई भन्ने प्रसङ्ग लिएर तपाईहरुको माझमा उपस्थित भएका छौं र हामी यहाँका जनप्रतिनिधि लगायत बुद्धिजीवी सम्पूर्णमा चाहिँ उहाँहरुको जुन बयान छ त्यो बयानलाई जस्ताको तस्तै यो क्यामेरामा राख्नेछौँ र किन चाहिँ यो ठाउँमा विकास भएन र किन यो ठाउँका रोडहरू पिच भएनन्, किन चाहिँ यहाँ नालीहरू भएनन् र किन चाहिँ यो यत्रो लम्की चुहाकै मात्र होइन यो सुदूरपश्चिमको एकदमै राम्रो खेलकुद मैदानको पनि अहिलेसम्म किन संरक्षण भएन भन्ने विषयमा तपाईहरुको माझमा हामी पछि जानकारी दिनेछौँ। र यस्तै यस्तै विविध हाम्रो लम्की चुहा मात्र होइन यो देशभरि नै किन चाहिँ यो हेला भइरहेको छ, यो एकदम इम्पोर्टेन्ट थिङ्सलाई चाहिँ किन हेला गरिरहेको छ, जनप्रतिनिधिले किन आफ्नो आँखामा राखेको छैन र किन यो ठाउँको विकास भइरहेको छैन भन्ने प्रसङ्ग हामीले कार्यक्रम गाउँघरको गुनासो भन्ने चलाइरहेका छौँ र कार्यक्रम गाउँघरको गुनासोमा स्वागत छ सम्पूर्णलाई। हामी चाहिँ विविध प्रश्नहरू तपाईहरुको माझमा ल्याउनेछौँ र राख्नेछौँ र गुनासो पनि गर्नेछौँ। ओके, अब सुरु गरौँ केही प्रश्नहरू उठाएर। कस्तो लाग्छ हामीलाई, जस्तो सुरुमा जब यहाँ चुनावको माहौल आयो त्यतिखेर चाहिँ प्रत्येक घर घरमा टोल टोलमा आएर चाहिँ हाम्रो यो क्षेत्रको मानिसहरूलाई चाहिँ नेताहरूले के आश्वासन दिनुभयो भने मैले जितेपछि सबैभन्दा पहिले चाहिँ बजेट यो रोडमा हाल्छौँ किनकि यो चाहिँ धेरै सम्भावित क्षेत्र, एकदमै राम्रो क्षेत्र छ जस्तो खेलकुदको लागि र विविध कुराहरूको लागि, त्यसै पहिलो बजेट यहाँ हाल्छौँ र पिच गर्छौँ भन्ने आश्वासन दिनुभयो। तर अहिलेसम्म 2टा कार्यकाल सकिसक्यो अथवा 2टा चुनाव सकेर पनि अब तेस्रो चुनाव आउँदैछ, अझै फेरि आउँदैछन् होला, हिजो अझ आउँदैछन् घरमा भन्ने कुरा सुनेछ। अब यो नहुनुको कारण चाहिँ कस्तो लाग्छ, के लाग्छ, यो कुरामा छलफल गरौँ न। यो कुरामा छलफल गरिरहँदा अहिलेका जुन हाम्रा राजनीति गर्ने व्यक्तिहरू छन् ती चाहिँ कुनै पनि समाजका लागि, कुनै पनि व्यक्तिका लागि होइन, पर्सनल आफ्ना र आफ्ना भनाउँदाहरूको लागि मात्र राजनीति गरेको देखिएको छ। विशेष गरी लम्कीचुहा नगरपालिकामा जुन राजनीति माहौल चलिरहेको छ उहाँहरूले चाहिँ आफ्ना आसेपासेहरू जुन उसको सपोर्टर छन् उनीहरूको मात्र उनीहरूलाई उनीहरूलाई चाहिँ हक अधिकार दिने त्यस्ता कुराहरू भइरहेको छ। नेपालकै समग्रमा पनि त्यस्तै छ, आफ्ना आफन्तहरू जनहरूलाई सबैलाई त्यस्तो गर्ने वातावरण छ। त्यो वातावरण नगरिदिनु हुन अनुरोध गर्छु। यस्तो हो जस्तै भनिन्छ नि माउरी गाडी मान्छेले हात चाड्छ भने जस्तै तपाईँ राजनीति गर्नुहुन्छ, तपाईँ अगुवा हो, तपाईँले मेहनत गर्नु भएको छ, तपाईँ खटिरहनु भएको छ, तपाईँले गर्नु त्यो बापत तपाईँले केही पाउनुपर्छ, त्यो हामीले पनि मान्नुपर्छ। तर पाउने भन्दैमा तपाईँले चाहिँ 80% आफूलाई राखेर 20% मात्र त्यो ठाउँको लागि लगाउने होइन नि त। जस्तै 80% तपाईँ लगाएर 20% तपाईँ खाँदा केही प्रब्लम हुँदैन, त्यो ठाउँको विकास हुन्छ, त्यो ठाउँका जति पनि लुकेका जुन प्रतिभाहरू छन् त्यो पनि उजागर गर्ने एउटा थलो भन्छ र उजागर हुन्छ। तपाईँले के लाग्छ? म आफैलाई कस्तो लाग्छ भने मलाई अलिकता हाँसो लाग्ने कुराहरू गर्न लाग्यो। मलाई चाहिँ यहाँको खासमा अमरपुरको टोलमा जो अलिकता अग्रपन्थीमा भएका जस्तो अलि नेतृत्व गर्न सक्ने व्यक्तिहरू छन् नि,
उहाँहरूको कमजोरी जस्तो पनि लाग्छ। हुन त हाम्रो पनि आफ्नो पनि कमजोरी होला, तर उहाँहरूको कमजोरी के देख्छु त भन्दाखेरि चाहिँ ल म चाहिँ यो क्षेत्रबाट गएर केही गर्छु भन्ने खालको चाहिँ एउटा हिम्मत अथवा प्रोसेस पनि नगर्ने र अरूलाई बढाउँछु भन्ने पनि नगर्ने, बरु खुट्टा तान्ने र आफू चाहिँ कसको प्रिय झोले भन्ने भन्ने चाहिँ झोले बन्नको लागि तछाड मछाड परेको चाहिँ देख्छु। ठुलो नेता र म चाहिँ माथिसम्म गएर के गर्छु अथवा मेरो टोलको अर्को दाइलाई भाइलाई अथवा फलानालाई गरौँ न भन्ने प्रकारको चाहिँ नगरेर म चाहिँ अलिकता माथिल्लो तहको अथवा चाहिँ ओडाको अथवा नगरको नेताहरूको चाहिँ प्रिय व्यक्ति म कसरी बन्ने, प्रिय झोले कसरी बन्ने र कसरी चाहिँ आफूले बजेट ल्याएर आफ्नो नाम कमाउने अथवा आफ्नो व्यक्तिगत स्वार्थ लुट्ने भन्ने जस्तो चाहिँ देखिएको कुराहरू देख्छौँ। त्यसैले गर्दाखेरि चाहिँ त्यो पनि एउटा मुख्य कारण हो र अन्य कारण पनि होलान्, आन्तरिक रूपमा कतिपय हामीले थाहा नपाएको कारण पनि होलान्। तर अहिलेसम्मको कुराहरूमा चाहिँ म त्यो चाहिँ मुख्य रूपमा लिन्छु त्यसलाई। हिजोका दिनमा हामीले चाहिँ जुन व्यक्तिलाई भोट दियौँ त्यो व्यक्तिहरूले चाहिँ आश्वासन मात्र दिए, हामीलाई भोट चाहिँ आश्वासन दिए, हामीले उनलाई भोट दियौँ, तर चाहिँ विकासका नाममा केही पनि भएन। विकासका नाममा केही भएन भन्नाले 10% 15% विकास भएको छ, त्यो विकासलाई विकास मानिँदैन। कुनै पनि व्यक्तिले आश्वासन दिइसकेपछि जति पनि बजेट आउँछ, जति पनि उनीहरूले गर्न सक्छन् धेरै नै धेरै गर्नुपर्छ क्या। अब थोरै गरेर धेरै पैसा खाएर काम छैन, किनकि अबका दिनमा चाहिँ जब कुनै व्यक्ति अहिले चाहिँ अब चुनावी माहौल आउँदैछ है, उनीहरू यहाँ आएर फेरि पनि हामीलाई आश्वासन दिने हो क्या। हामीले चाहिँ हाम्रो व्यक्ति भन्ने चुन्नु कहिले पनि हुँदैन, राम्रो व्यक्तिलाई चुन्नुहोस्। अब राम्रा व्यक्ति भन्नाले कसलाई राम्रो मान्ने, जसले समाजका लागि, देशका लागि, यो वरिपरिको क्षेत्रका लागि विकासका काम गर्छ र विकासका कामलाई अगाडि बढाउँछ, चौतर्फी विकास गर्छ, त्यो व्यक्तिलाई रोज्नुहोस्। र अर्को कुरा चाहिँ मैले यहाँ देखेको चाहिँ अमरपुरमा के छ त भन्दाखेरि चाहिँ साँच्चीकै यो अमरपुर टोललाई प्रेम गर्ने, अमरपुर टोलको विकास चाहने मान्छे चाहिँ त्यति देखिँदैन। तर यस्तो देखाउँछन् कतिपय चाहिँ म यो अमरपुर टोलको लागि ज्यानै दिन्छु, अमरपुर टोलको लागि चाहिँ म एकदमै चिन्तित छु, एकदमै भनौँ न सङ्घर्ष गरिरहेको छु, म यसको लागि चाहिँ जे पनि गर्छु भन्ने प्रकारको चाहिँ देखाउँछन्। कतिखेर त भन्दाखेरि चाहिँ अब चुनावी माहौलमा अथवा माथिबाट चाहिँ अमरपुर टोलको लागि कुनै बजेट आएको बेला देखाउँछन्। तर साँचो रूपमा चाहिँ यो टोलको विकास गर्नको लागि चाहिँ कसिएको, कम्मर कसिएको मान्छे चाहिँ म एक पनि देख्दिनँ। एउटा कुनै व्यक्ति हुन्थ्यो भने चाहिँ बजेट आएको बेला मात्र होइन, अरू बेला मात्र होइन, कुनै न कुनै एउटा हुन्छ नि एउटा कुनै योजनाहरू ल्याएर यसो गरौँ न त्यसो गरौँ न, श्रमदान गरेर के गर्न सकिन्छ कि, अथवा जस्तो अहिले चाहिँ कति 50-60 लाखको बजेट आएर प्याराफिट बनेको छ। अनि त्यो कुराको अब बजेट आएको बेलामा चाहिँ को अध्यक्ष बन्ने, कसले चाहिँ के गर्ने भन्ने कुरा चाहिँ तछाड मछाड भयो, जे भयो भयो, तर संरचना बन्यो ठिक छ। तर त्यो भइसकेपछि त्यसको संरक्षणको लागि पनि केही सोचौँ न भन्ने कुरा पनि हुन्छ नि। बजेट आएर सकिसकेपछि पनि काम भइसकेपछि पनि फेरि अर्को चाहिँ सार्वजनिक सुनाको कुरा पनि भएन भन्ने कुराहरू गुनासो थुप्रैको मुखबाट सुनेको छ। अनि त्यो कुराहरू पनि रह्यो होइन। त्यसैले चाहिँ एकदम फेयर, एकदमै साँच्चीकै अमरपुर टोलका लागि विकास गर्ने भएको भए त सार्वजनिक सुनाइ हुनु पर्थ्यो, एकदम प्रत्यक्ष रूपमा चाहिँ सबैलाई थाहा हुने प्रकारले कामहरू हुनु पर्थ्यो। त्यो भइसकेपछि पनि अनि बजेट नभएको बेलामा पनि हामी आफैले सबैले कसरी चाहिँ संरक्षण गर्नुपर्छ, हाम्रो कर्तव्य भन्ने प्रकारले साधारण जनतालाई पनि त्यो प्रकार जनचेतना जगाउने कुराहरू विभिन्न कार्यक्रममा हुनु पर्थ्यो जस्तो लाग्छ मलाई। अर्को कुरा चाहिँ मलाई के लाग्छ भने जति बेला हाम्रो गाउँ समाजको लागि जुन बजेट आउँछ त्यो बजेटमा जस्तै कुनै कार्य समिति बनाउन जरुरी नै छैन मेरो विचारमा चाहिँ है। जस्तो तपाईँ 1 करोडको बजेट आयो है, ल गाउँमा यो जस्तै 1 करोड अमरपुरको लागि आयो होइन, 1 करोड अमरपुरको लागि आइसक्यो भने अमरपुरमा जति पनि बुद्धिजीवी हुनुहुन्छ, समाजसेवी हुनुहुन्छ, युवा हुनुहुन्छ, सबैजना बसेर जस्तै त्यो ठाउँमा कुन क्षेत्रमा विकास गर्ने त होइन, कुन क्षेत्रमा विकास गर्ने र कति लगानी लाने, टोटल्ली मैले जस्तै बुद्धिजीवीहरू 10-12 जना यता टोटल 10-12 जनाको एउटा टोली बनाउने, कार्य समिति बनाउनु जरुरी छैन है, अध्यक्ष बनाएर त्यो अध्यक्षले खटाउनुपर्छ भन्ने छैन, किनकि त्यो बजेट भनेको समग्र रूपमा आएको बजेट हो। जस्तै 10-12 जना बुद्धिजीवी व्यक्तिहरू बसेर चाहिँ 1 करोड पैसा आएको छ भनेपछि त्यो पैसालाई चाहिँ त्यो पैसाले चाहिँ कुन विकास गर्ने फर्स्टमा त्यो गर्नु पर्यो। त्यसभन्दा पछि त्यो विकास गर्नलाई आवश्यक सामग्रीहरू के छ त्यो कुराहरू क्यालकुलेट गर्नु पर्यो। त्यसभन्दा पछि कति सामान चाहिँ कति के आउँछ भनेर टोटल त्यो पैसाको चाहिँ यो सामान यति आउँछ भनेर खुल्ला अगर किन कार्य समिति बनाएर दुनियादारी गरेर त्यो गर्नु पर्यो, त्यो गर्न जरुरी छैन। जति बजेट आउँछ नि त्यो बजेटलाई चाहिँ खुल्ला क्या, पुरै एउटा चौडमा बसाएर हुन्छ, हलमा बसाएर हुन्छ, एउटा सडकमा हुन्छ, चाहिँ हाइवेमा हुन्छ, जसरी पनि राखेर खुल्ला ल यतिको हामीले यो सामान ल्यायौँ है, ल्यायौँ ओके, ल यतिमा यो सामान आयो, टोटल पुरै क्लियर क्या, कसैलाई पैसा खान पर्ने जरुरी छैन क्या। त्यो जति पनि बजेट आएको छ पुरैको पुरा 100% लगानी हुने भने त्यो एकदमै काम राम्रो पनि हुन्छ र त्यो काम डेभलप पनि हुन्छ र बलियो पनि हुन्छ क्या। र अर्को कुरा चाहिँ अमरपुरमा के हो भने अमरपुर यस्तो ठाउँ हो जहाँ चाहिँ
बजेट आएपछि त्यसपछि चाहिँ बजेट आयो भन्ने कुरा भित्रबाट आन्तरिक रूपमा थाहा भइसकेपछि त्यसपछि फाइल ल्याएर कमिटीहरू बनाउने अथवा विभिन्न सङ्गठनहरू बनाउने क्लबहरू दर्ता गर्ने रातारात 2 जना गरेर चाहिँ क्लबहरू दर्ता गरेर आउने आफ्नै मनोमानी नामाकरण गर्ने भोलिपछि फेरि त्यो कुरा थाहा पाएपछि अर्को टोलीले फेरि यो क्लबको नाम भएन सजाउनुपर्छ यो यस्तो भयो त्यस्तो भन्ने कमेन्ट गर्ने किनकि त्यो सरसल्लाहमा भएकै छैन यस्ता कुराहरू चाहिँ योभन्दा पहिले भएका छन् त्यसैले यी कुराहरू चाहिँ के हुनुपर्छ त भन्दाखेरि चाहिँ पहिले नै एउटा एक प्रकारको युनिटी आफ्नो टोलमा भइसकेपछि चाहिँ जुनसुकै पार्टीको हो जुनसुकै विचार हो त्यो आफ्नो ठाउँमा छ तर टोल विकासको लागि चाहिँ एकता हुनु पर्यो नि कोही कांग्रेसको होला कोही एमालेको होला कोही स्वतन्त्र होला त्यो आफ्नो ठाउँमा छ उहाँहरूको आफ्नो व्यक्तिगत विचार हो त्यसमा हामीले कसैलाई दबाब दिनु पर्दैन तर पनि एउटा टोल विकासको लागि त जुन पार्टीलाई सहयोग गर्नुपर्ने हो कि जुन व्यक्तिलाई सहयोग गर्नुपर्ने हो कि आफ्नो एउटा एकता बनाएर चाहिँ के कसरी गर्नुपर्ने हो बजेट आएको बेलामा चुनाव आएको बेलामा अथवा नआएको बेला हर समयमा चाहिँ एक प्रकारको चाहिँ योजना बनाउने कुराहरू सरसल्लाह गर्ने कुराहरू चाहिँ हुनुपर्थ्यो यहाँ चाहिँ अरू बेला बोलचाल हुँदैन अरू बेला चाहिँ चुनावको बेलामा चाहिँ एकअर्कालाई चाहिँ हानाहान पनि हुनसक्छ व्यक्तिगत रूपमा चाहिँ जस्तै सामाजिक सञ्जालमा एकअर्कालाई चाहिँ व्यङ्ग्य हानेर पोस्ट गर्ने कुराहरू गाउँटोलमा बसेको बेलामा पनि एउटा झगडै भयो जस्तो एउटा विवाद गर्ने कुराहरू हुन्छ भने जब बजेट आउँछ फेरि भित्रभित्र अँगालो मारेर फेरि चाहिँ त्यो प्रकारको चाहिँ वातावरण हुन्छ यो चाहिँ एउटा हाम्रो टोलमा भएको चाहिँ एउटा कमजोरी यो चाहिँ नहुनुपर्ने कुरा हो जस्तो लाग्छ मलाई चाहिँ अर्को कुरा चाहिँ जस्तै यो लम्बिचुवा नगरपालिका वडा नम्बर 4 सायद क्षेत्रफलको हिसाबले पनि सबैभन्दा ठुलो होइन अब समग्र रूपमा उसरी विकास गर्ने अब वडा नम्बर 4 भन्दैमा हाम्रो मात्र विकास गर्नुपर्छ भन्ने होइन सबैतिर विकास गर्नुपर्छ तर मुख्य के चाहिँ भनेपछि यो भनेको एउटा धरोहर हो क्या हाम्रो यो लम्बिचुवाको मात्र होइन कैलालीकै एउटा राम्रो ठाउँ हो नि त खेलकुद भनेको अहिलेको जेनेरेसनमा मोस्ट इम्पोर्टेन्ट थिङ्स नै हो क्या स्वास्थ्य भनेको जीवन हो भन्ने एउटा आधार भनेको एउटा शिक्षाले पनि प्रमाणित गरेको छ होइन सबै WHO ले सबै चिजले प्रमाण गरेको छ धेरै धेरै संस्थाहरू छन् इन्टरनेसनल संस्थाहरू छन् उनीहरूले पनि खेलकुद भनेको एउटा स्वास्थ्य हो भन्ने कुराहरू प्रमाणित गरेको छ त्यसकारणले यो क्षेत्र हेर्नुहोस् त्यो खोलामा गएर हेर्नुहोस् होइन करिब करिब 80-85 लाख रुपियाँ खर्च भइसकेको छ र तपाईँ हेर्न सक्नुहुन्छ त्यहाँ गएर अहिले गाई भैँसी चरिरहेको छ क्या गाई बस्तुलाई एउटा हुन्छ नि त 80-85 लाख खर्च गर्यो भनेपछि एउटा पर्सनल कसै व्यक्तिले एउटा आफ्नो पर्सनल जग्गामा केही खर्च गर्ने भने त एउटा महल बन्छ क्या होइन महल बन्छ कुनै प्रकारले राम्रो तरिकाले के भन्छ माइन्डेड गरेर गरौँ भनेपछि एउटा गार्डन बन्छ क्या त्यहाँ तर यो चाहिँ 80-85 लाख खर्च गरिरहँदा पनि यो अहिले हेर्दाखेरि हामीले चाहिँ यो गाईबस्तु चढाउने थलो जस्तो देखिने एउटा त्यो के भन्छ प्याराफिट त्यो प्याराफिट बनाएको कुनै अर्थ नै छैन कि जब त्यो संरचना वरिपरिबाट संरक्षण नै छैन भने त्यो प्याराफिट बनाएर के काम छैन त्यसको पनि छैन त्योभन्दा पहिले जानको लागि रोडहरू हेर्नुहोस् यो 2टा कार्यकाल सकिसक्यो तेस्रो कार्यकाल आउँदैछ तबसम्म पनि यो रोड पिच भएन आधै बाटोसम्म पिच भएको छ होइन यो पिच हुनुपर्ने सबभन्दा पहिला चाहिँ यो पिच हुनुपर्ने हो नि त होइन किन पिच भएन त हाम्रो यो अमरपुरमा चाहिँ राजनीति गर्ने व्यक्ति नभएको यहाँदेखि तलसम्म समग्रमा हेर्ने हो भने सबैभन्दा धेरै राजनीति गर्ने व्यक्ति र राजनीतिमा आबद्ध व्यक्तिहरू सायद धेरै यहाँ नै हुनुहुन्छ होला कि उहाँहरूले चाहिँ के गर्नुभयो भनेपछि जति बेला त्यो बजेट आयो जति बेला चुनाव आयो त्यति बेला चाहिँ हामी चाहिँ तपाईँहरूलाई गर्छौँ भन्ने आश्वासन दिने होइन अघिपछि चाहिँ त्यो जब त्यो बजेट सक्यो त्यो काम सक्यो त्यसभन्दा पछि तको मको चिन्दैन भन्ने वातावरण भइरहेको छ र यो वातावरणलाई चाहिँ हटाउनलाई के गर्नुपर्ला जस्तो तपाईँको विचारमा के लाग्छ अब त्यो सबैभन्दा पहिला त त्यो वातावरण हटाउनको लागि चाहिँ आफ्नो ठाउँ आफ्नो गाउँको चाहिँ साँच्चै एकदमै त्यो मनमा शर्त कुनै पनि शर्त नराखिकन साँच्चै नै यो आफ्नो ठाउँ चाहिँ चिनाउनुपर्छ विकास गर्नुपर्छ भन्ने प्रकारको भावना हुनु पर्यो होइन अनि त्यो भावना नभएपछि चाहिँ जति जे गरे पनि कोसिस गरे पनि हुँदैन जस्तो लाग्छ मलाई मुख्य कारण त्यो आफ्नो ठाउँप्रतिको आफ्नो गाउँप्रति आफ्नो टोलप्रतिको प्रेम छैन भने कसैलाई के मतलब जस्तो कुनै एउटा व्यक्तिलाई आफ्नो परिवारको मतलब छैन भने ऊ एकदमै जसरी पनि जिउन सक्छ किनकि परिवारको मतलबै छैन उसलाई तर जसले आफ्नो परिवारको मतलब हुन्छ उसले त आफ्नो चाहिँ जब गरेर हुन्छ कि सङ्घर्ष गरेर हुन्छ कि विदेश गरेर हुन्छ कि पैसा कमाएर छोराछोरीलाई कुन शिक्षा दिने कसरी पढाउने एउटा केयर हुन्छ नि त त्यसैले साँच्चैकै यहाँको नेताहरू यहाँको अग्रज व्यक्तिहरूलाई चाहिँ अमरपुरको टोलको विकास यहाँको चाहिँ प्रेम छ भने पक्कै पनि त्योबाट त वास्ता हुनुपर्ने हो केयर हुनुपर्ने तर त्यो चाहिँ देखिँदैन त्यसैले मैले सुरुमै भनेको थिएँ कि यो टोलमा चाहिँ विकास गर्ने अथवा त्यस्तो प्रेम गर्ने साँच्चीकै विकास चाहने व्यक्ति चाहिँ एउटा पनि छैन जस्तो लाग्छ भन्ने कुराहरू भयो अर्को कुरा चाहिँ मैले यहाँ ल्याउन खोजेको कुरा के छ त भन्दाखेरि चाहिँ जुन प्याराफिट बनेको छ त्यो कुराको संरक्षण नभएर अहिले अघि भने जस्तै गाईबस्तुहरू बस्नको लागि त्यहाँ बर्खामा गाईबस्तुहरू बाँधिन्छ अनि अरू बेलामा रातिमा चाहिँ जस्तै गजेडीहरू ट्यापेहरू आएर चाहिँ त्यहाँ चाहिँ हो हल्ला गरेको वरिपरिको त्यहाँ नजिकैको छिमेकीहरूलाई चाहिँ कति डिस्टर्ब भएको कुराहरू हामी सुन्छौँ अनि जथाभावी जे पनि बोलेको राति कोलाहल हुन्छ त्यसको कसैलाई मतलब छैन अब गाउँलेहरू कसै को के हो भनेर गएर त्यो उनीहरूले बुझ्ने पनि आँट पनि कसैको छैन अब यी कुराहरूलाई चाहिँ कसरी हटाउन सकिन्छ भन्ने कुराहरू चाहिँ उहाँहरूले पनि
सुरक्षाको हिसाबले त्यसको सङ्घर्ष गर्ने कुराहरूमा चाहिँ ध्यान दिनुपर्ने कुरा हो। तर त्यो चाहिँ हुन सकेन। त्यो चाहिँ हाम्रो अब एउटा दुःख लाग्ने कुराहरू चाहिँ देखिरहेको छ। जस्तै राजनीति गर्ने व्यक्तिले अहिले चुनावी माहौलमा भोट मागिरहनु पर्दैन मेरो विचारमा है। उहाँहरूले चाहिँ गाउँको विकास, क्षेत्रको विकास, आफ्नो कार्यपालिका जहाँ छ त्यहाँको विकास गर्ने हो भने कुनै पनि राजनीति गर्ने व्यक्तिले चाहिँ भोट माग्नलाई गल्ली गल्ली जानुपर्ने अवस्था देखिँदैन है। यदि तपाईँले खुल्लम आफ्नो चरित्रलाई एकदम स्वच्छ राखेर, एकदम निडर, एकदम चोखो राखेर तपाईँ काम गर्नुहुन्छ भने तपाईँले कुनै पनि गाउँमा गएर कसैको अगाडि खुट्टा ढोगेर मलाई भोट दिनुहोस् भनेर तपाईँले पुरै 100 जना त्यहाँ कार्यकर्ता खटाएर, पेट्रोल खर्च गरेर, मासु भात खिलाएर, दुनियाँदारी गरेर, झन्डा बोकेर हिँड्नुपर्ने अवस्था हुँदैन, गर्नु पनि हुँदैन। किनकि तपाईँले राम्रो काम गर्नुभयो भने व्यक्ति तपाईँको पछाडि अटोमेटिक लाग्छ। त्यस्ता नेता चाहिँ हामीले कहिले पाउने? त्यो नेताले चाहिँ कहिले बुझ्ने? त्यस्तो कुराहरू नेताले कहिले बुझ्ने? किन बुझिरहेको छैनन् त यो नेताहरूले? आखिर अहिलेको राजनीतिक प्रसङ्गमा पनि त्यस्तै भइरहेको छ। हामी गर्छु भन्ने पनि गर्न नदिने, आफू पनि नगर्ने, त्यस्तो टाइपको राजनीति हाम्रो देशमा नहोस्। अनि हाम्रो देशमा जुन छ एउटा यस्तो व्यक्ति आओस् जसले आफ्नो होइन, हाम्रो होइन, राम्रो भन्ने चाहिँ व्यक्तिले चाहिँ गरोस् भन्ने एउटा हाम्रो मेन्टालिटी पनि छ होइन। त्यस कारणले चाहिँ राजनीति भन्ने कुरा सानोतिनो कुरो पनि होइन, एकदम ठुलो कुरो हो। किनकि यसले भनेको देश चलाउँछ, सम्पूर्ण चिजको व्यवस्थापन गर्छ र देश विकासमा पनि यसले ठुलो फड्को मारिरहेको हुन्छ होइन। त्यस कारणले चाहिँ राजनीति गर, तर कसैको लागि, आफ्नोको लागि होइन क्या, देशको लागि, जनताको लागि, दुखी पीडितका लागि, त्यस्तो लागि राजनीति गऱ्यो भने चाहिँ उहाँहरूलाई सजिलो पनि हुन्छ। नेक्स्ट टाइम हामीले चाहिँ भोट माग्न गाउँ गाउँ धाइराख्नु पर्दैन जस्तो पनि लाग्छ क्या। हो। अब एउटा मैले अर्को कुरा चाहिँ के गर्न चाहेको भने जस्तो यो मलाई चाहिँ अमरपुर खेल मैदानको कुराहरू गर्दाखेरि चाहिँ पहिला जो अमरपुर टोलवासीहरूले चाहिँ यसको महत्त्वै नबुझेको त होइन। किनकि यसको महत्त्व बुझेर नै बिचमा चाहिँ विभिन्न प्रकारको अब वरिपरिको छिमेकीहरूले जस्तै कब्जा गर्ने, त्यहाँ चाहिँ खेती गर्नुपर्छ भन्ने विचार राख्नेहरूलाई चाहिँ होइन, यो त भविष्यको लागि, हाम्रो पुस्ताहरूको लागि चाहिँ एकदम चाहिन्छ, महत्त्वपूर्ण छ भनेर त्यसलाई व्यवस्थापन गरेर टोलकै मान्छेहरू मिलेर होइन त्यसलाई चाहिँ आक्रमण के भन्छ त्यसलाई अतिक्रमण गर्न नदिएर रोकेर बचाएको कुरा हो। यति मात्र थाहा थियो कि अमरपुर टोलको लागि, हाम्रो लागि चाहिँ महत्त्वपूर्ण छ भन्ने मात्रै हामीले बुझेको थियो अमरपुर टोलवासीले। तर स्थानीय तहका नेताहरू अनि त्यसपछि हाम्रो चाहिँ प्रदेशको नेताहरू आएर चाहिँ उहाँहरूले के देखाइदिनु भयो भने चाहिँ ओहो यहाँ त यस्तो ठाउँ रहेछ, यो त तपाईँको अमरपुरको लागि मात्र होइन नि, यो त यो क्षेत्रको लागि नै, अनि यो चाहिँ यो देशकै लागि पनि काम लाग्ने खालको चाहिँ हो भनेर चाहिँ एउटा प्रफुल्ल बनाउने। सायद उहाँले चाहिँ अब अमरपुर टोलका जनताहरूलाई चाहिँ हुरुकै बनाउनलाई भन्नुभयो अथवा साँच्चैकै उहाँले चाहिँ त्यस्तो प्रकारले त्यो दृष्टिले हेरेर भन्नुभयो थाहा छैन। उहाँले भनेको कुरा मलाई याद आउँछ, यो त अमरपुर टोलको लागि मात्र होइन नि, यो त नगरको लागि, क्षेत्रको लागि, देशकै लागि पनि नमुना आउने ठाउँ हो। तपाईँको ठाउँ त एकदमै राम्रो, वाह यसको त विकास गर्नुपर्छ, हामी गर्छौँ, तपाईँले सबैभन्दा पहिले वचन यहाँ हाल्छौँ, यसलाई चाहिँ यस्तो गर्छौँ त्यस्तो गर्छौँ भन्ने प्रकारले चाहिँ आश्वासन दिनुभयो, जुन कुरा चाहिँ हामीले सोचेकै थिएनौँ। त्यसपछि चाहिँ हामी पनि भनौँ न यो टोलको मान्छेले सबै उहाँहरूलाई चाहिँ ट्रस्ट गर्ने कुराहरू, भोट हाल्ने कुराहरू भयो। तर चाहिँ अहिलेसम्म विकास नहुनुको कारण चाहिँ अब त्यो यो बुझ्यो कि उहाँले चाहिँ यहाँको जनतालाई कसरी चाहिँ मक्खै बनाउने र भोटहरू आफूले लिने र आफूले जित्ने र आफ्नो स्वार्थ पुरा गर्ने भन्ने कुराहरू चाहिँ त्यसको कारणले चाहिँ मात्रै भन्नुभएको रहेछ भन्ने जस्तो देखियो। अनि त्यसैले गर्दाखेरि चाहिँ अब योभन्दा पछाडि आउने व्यक्तिहरूले त्यसो नगरून् भन्ने कुरा हो होइन। जुसुकै आए पनि साँच्चीकै एउटा यो टोललाई अथवा यो ठाउँलाई, आफ्नो कार्यक्षेत्रलाई अथवा आफ्नो जो क्षेत्रमा चाहिँ विकास गर्न चाहने एउटा स्वच्छ मनको मान्छेहरू चाहिँ आउनुभएको भए सहज हुन्थ्यो, राम्रो हुन्थ्यो भन्ने कुरा हो। अब लम्कीसेवाका धेरै क्षेत्रहरूमा जस्तै पिच रोड भएको छ होइन, नाली त सबैलाई इम्पोर्टेन्ट जरुरी नै छ, जता पनि इम्पोर्टेन्ट नै हुन्छ, जरुरी पनि छ होइन। त्यस कारणले मेरो विचारमा चाहिँ के लाग्छ भनेपछि जस्तै कुनै रोड पिच बन्दैछ भने पहिला दुवै साइडमा त्यसलाई टक्क नाली क्लियर गरेर, जस्तै फर्स्टमा आएको बजेट नालीमै लगाउन, किन त्यो पिच रोड बनाइराख्न पर्यो? जब दुवैतिरको नाली क्लियर भएर वरिपरिको भाग समथल गरेर त्यहाँ पिच गर्ने हो भने त्यो कहिले भत्किन पनि भत्किँदैन। किनकि नाली त्यो जुन छ नि नालीको भाग चाहिँ त्यो चाहिँ एउटा राम्रो खाले सिमेन्ट, एउटा मसलाहरू, त्यसमा जालीहरू लगाएर बनाइरहेको हुन्छ क्या। अब अहिले कस्तो छ भनेपछि तपाईँको बाटो चाहिँ यहाँ 20 फिट 40 फिट बाटो छ होइन, तर तपाईँको 10 फिट जति मात्र त्यहाँ पिच भएको छ क्या। त्यो कारणले काम छैन त। जस्तै बरु 10 फिटको बाटो बनाउनुहोस्, 10 फिटको बाटोमा चाहिँ दुवैतर्फ नाली बनाउनुहोस्, अनि त्यसमा चाहिँ तपाईँले दुवैतर्फ नालीको माथिबाट बराबर लेभलमा पिच गर्ने हो भने त्यहाँ पानी चुआउटको समस्या हुँदैन, त्यो बाटो भत्किने समस्या हुँदैन, कहिलेकाहीँ त्यो माथिका अब ती रोडीहरू उक्किने समस्या होला। त्यो चाहिँ त्यसमा टालो हाल्ने हुन्छ नेपालमा, त्यो टालो हाल्ने प्रवृत्ति त क्लियर हुन्छ कि जब अब त्यो 20 फुटको बाटोमा 10 फिट पिच भएको छ, एक साइडबाट पानी जम्मा हुन्छ, फेरि बग्दै गयो, चुउँदै गयो, त्यो भत्किँदै गयो, सक्यो। 2 वर्ष पनि टिक्दैन, 1 वर्ष पनि टिक्दैन कि। अहिले यो सालमा पिच बनाउने, अर्को बर्खामा चाहिँ झर्लाममै जाने, त्यस्तो प्रवृत्ति भन्दा पनि
कसरी चाहिँ त्यो काम राम्रो हुन्छ भन्नेतिर पनि अलिकति दिमाग लगाउनु पर्यो किनकि नगरपालिकाहरूतिर पनि अब सिभिल इन्जिनियरिङ गरेका व्यक्तिहरू इन्जिनियरिङ गरेका व्यक्तिहरू हुनुहुन्छ सबै हुनुहुन्छ होइन उहाँहरू हुनुहुन्छ उहाँहरूले चाहिँ कसरी यसलाई मजबुत बनाउने कसरी बनाउने भन्ने कुरा उहाँले पनि त्यो कुराहरू आएर स्पष्ट भन्नु पर्यो ठेकदारहरूलाई पनि यस्तो प्रकारले काम गर भनेर उहाँले निर्देशन दिन पर्यो र जुन कार्य समिति छ कार्य समिति जसले काम गरेको छ त्यसलाई पनि यस्तो प्रकारले गर्यो भने चाहिँ विकास हुन्छ र बलियो हुन्छ भन्ने टाइपको चाहिँ गर्यो भनेपछि चाहिँ त्यसभन्दा पछि बलियो हुन्छ र दीर्घकालीन हुन्छ जस्तो लाग्छ मलाई चाहिँ अब यस विषयमा कस्तो लाग्छ भने मलाई यो विषय पनि एकदम चाखलाग्दो विषय हो अब यो विषयमा दुईवटा कुरालाई चाहिँ म लिन्छु कि त उनीहरूलाई चाहिँ पहिले नाला नबनाएर चाहिँ पिच गर्नुमा चाहिँ कति घाटा छ के छ भन्ने कुराको चाहिँ ज्ञान नभएको कुरा हो होइन ज्ञान नभएर नै यस्तो गरे अर्को कुरा चाहिँ ज्ञान भएर पनि अब यस्तो नगरेर त बजेट आउँदैन कहाँबाट खाने र कसरी चाहिँ आफ्नो व्यवस्थापन गर्ने भनेर चाहिँ त्योबाट चाहिँ जानी पनि पहिला पिच गर्ने पछि त्यो पिचलाई भत्काउने फेरि नाला बनाउने क्रममा त पिच भत्किन्छ पिच भत्केपछि फेरि अझ पिचको लागि बजेट आउँछ अनि त्यो प्रकारको एउटा रोटेसन हुन्छ नि त त्यो बेला बेला त्यो बजेट झार्नका निम्ति चाहिँ त्यो एउटा त हो पक्कै पनि कि त बजेट बेला बेला बजेट आउनको लागि भयो कि त भने त्यो कुराको ज्ञानै नभएको कारण दुईटा कारण हुनसक्छ एकैचोटि बलियो बनाउने भनेर त्यो त सक्यो नि त अझ बजेट आउँदैन कसरी खाने भन्ने टाइपको मेन्टालिटी हुने हो नि त होइन त्यो कारणले चाहिँ अब अलिकति बनाए जस्तो गर्यो फेरि अर्को 2-4 सालपछि बजेट आउँछ तबसम्म त्यो भत्किसक्छ फेरि अर्को साल चाहिँ अझ त्यसकै लागि फेरि बजेट त्यो प्रकारले पनि हुनसक्छ त्यो प्रकारको प्रवृत्ति छ मैले एउटा हाँसवाग्दो कुरा सुनेको थिएँ मैले धेरै पहिला पञ्चायतकालको कुराहरू चाहिँ अग्रजहरू म पहिला काहीँ बुढापाकाहरूको कुरा पनि सुन्छु मलाई मनपर्छ पञ्चायतमा के भएको थियो भने चाहिँ त्यतिखेर चाहिँ अब राजाको पालामा होइन अब यहाँ छोटे राजाहरू पनि हुन्थे अब एउटा ठाउँमा खोइ कुन ठाउँ नेपालको एउटा ठाउँमा चाहिँ के भएछ भने अनि त्यहाँ चाहिँ पानीको अभाव रहेछ जस्तो हाम्रो अमरपुरमा पहिला धेरै पानीको अभाव थियो अहिले चाहिँ छैन पानीको अभाव भएको ठाउँमा चाहिँ ल महाराज हाम्रो ठाउँमा त जनताहरूलाई धेरै गाह्रो भयो अप्ठ्यारो भयो अब यहाँ चाहिँ इनारको व्यवस्थापन गर्नु पर्यो पानी चाहिँ एकदम आवश्यक छ त्यसपछि चाहिँ ल त्यो त्यहाँकोमा चाहिँ आवश्यकता रहेछ भनेर अनि फेरि महाराजले अनि इनारको लागि भनेर बजेट दिनुभएछ छोटे महाराजले के गर्नुभएछ भने चाहिँ अनि त्यहाँ चाहिँ इनार बनाउनु भएन त्यो इनार बनाउने पैसा खाइदिनु भयो किनकि जनतालाई थाहा छैन बजेट आयो के हो के को लागि केही थाहा छैन अनि खाइदिनु भएछ केही समयपछि फेरि बिस्तार समय अनुसार चाहिँ विकास हुँदै गयो त्यस ठाउँमा चाहिँ अब धाराहरू नलकाहरू विभिन्न प्रकारको विकास हुँदै गयो त्यसपछि चाहिँ अनि फेरि छोटेर महाराजले के आइडिया लाउनु भएछ भनेपछि अब फेरि माथि महाराजलाई महाराज अब चाहिँ यस्तो यस्तो भयो विकास हुँदै गयो विकास भइसकेपछि चाहिँ अब सबैको घर घरमा नलका छ धाराहरू छ अनि तर त्यो पहिला हामीले बनाएको थियो नि बजेट ल्याएर त्यो इनार बनाएको थियो नि त्यो इनारमा चाहिँ बच्चाहरू खस्ने खतरा हुन थाल्यो गाई बस्तुहरू खस्न थाले त्यसलाई पूर्णको लागि त्यसै अलिकति फेरि बजेट चाहियो फेरि चाहिँ बजेट ल्याएछ अनि त्यो पनि खाएछ भनेपछि त्यहाँ इनार पनि बनेको छैन इनार बनाउने बजेट पनि खायो पुर्ने बजेट पनि खायो हो त्यो प्रकारको प्रवृत्ति छ त्यसैले यहाँ पनि त्यस्तो प्रकारको चाहिँ समस्या चाहिँ देखिन्छ अनि यो चाहिँ बेला बेला फेरि पिचको लागि बजेट ल्याउने पिच गर्ने फेरि नालाको लागि ल्याउने नाला बनाउने पिच भत्काउने फेरि पिच नाला बनाउँदा भत्कियो फेरि पिच बनाउने यो चाहिँ रोटेसन गर्ने त्यो चाहिँ जस्तो लाग्छ यो चाहिँ हुनु हुँदैन किनकि यस्तो आजभोलि अब आन्दोलनको सबै कुराहरू अघि भने जस्तो इन्जिनियरहरू छन् विभिन्न हुँदैन कसरी चाहिँ व्यवस्थित गर्न सक्छ कसरी चाहिँ दिगो भन्छ न दूरदर्शी चाहिँ भएन दूरदर्शी हुनु पर्यो भन्ने कुरा अर्को कुरा चाहिँ यो श्रमदानको कुरा जुन छ जस्तै बजेट आउँछ अब जस्तै श्रमदान कतिको इम्पोर्टेन्ट जस्तो लाग्छ तपाईँलाई श्रमदान त एकदमै इम्पोर्टेन्ट हो श्रमदान भएपछि सबै कुरा मलाई म सानो छँदाको कुराहरू याद आउँछ जस्तो यो हाम्रो ढाँडे खोला खानेपानीको कुराहरू छ जस्तो अमरपुर बाटो बन्ने बेलाको कुराहरू छ हामी श्रमदानै गरेको हो नि लट्ठीले नापेर होइन त्यो कुरा नापेर अनि जस्तो हाम्रो अग्रजहरूले अगुवाहरूले जसरी चाहिँ तपाईँलाई एउटा घरबाट यति खन्नुपर्छ है भनेपछि हामीले खनेको बिना पैसामा खनेको हो नि नखने चाहिँ उल्टो चाहिँ पैसा तिर्नुपर्छ भन्ने प्रवृत्ति थियो तर त्यो प्रवृत्ति त्यो हट्यो नि त त्यो किन हट्यो त भन्दाखेरि चाहिँ बजेट आयो टाउकोले खायो त्यसपछि अर्को झोलेलाई दियो सबैले खाने प्रवृत्ति भयो र त्यसपछि अहिले चाहिँ जनताले पनि खाने प्रवृत्ति छ जस्तो अहिले यहाँ जस्तो हाम्रो रोरामा यो ग्राउन्डमा धेरैचोटि जालीको व्यवस्थापन गर्नु पर्ने आयो जाली आउने बेलामा पनि त्यही त हो नि नेताहरूले पनि खायो माथिबाट खायो त्यसपछि चाहिँ फेरि ल उनले पनि साधारण काम गर्ने जनताले पनि काम पाउनु पर्यो एक घरबाट एउटालाई पाउनै पर्यो भन्ने भयो अथवा जसले गर्न सक्छ खायो अनि त्यो प्रकारको कसैले कामै नगरी पनि हाजिर लगाएर पनि खाएको कुराहरू हामीलाई थाहा छ अनि त्यो कुराहरू चाहिँ प्रवृत्ति त्यही भयो अब साधारण जनताले पनि खाने प्रवृत्ति भयो जैसा गुरु वैसा चेला दोनो नरकमै ठेलम ठेला भन्छ नि त्यस्तै भयो अब यो विषयमा चाहिँ हाम्रा गाउँ समाजमा रहेका र क्षेत्रमा रहेका केही बुद्धिजीवी राजनीतिक क्षेत्रमा आफ्नो नाम चलेका व्यक्तित्व लगायत हाम्रा युवाहरूसँग चाहिँ यो क्षेत्रका लागि विकासका निम्ति चाहिँ के कस्ता अभियानहरू चाल्न सकिन्छ र यो क्षेत्रमा चाहिँ के आवश्यक छ र के विकास गर्न जरुरी छ भन्ने विषयमा चाहिँ हामी यो क्षेत्रमा रहेका व्यक्तिहरूसँग उहाँहरूका जस्ताका तस्तै विचारहरू यो फ्रेममा राख्ने नै छौँ यो विचारहरू राख्ने बेलामा चाहिँ मलाई कस्तो लाग्छ भने विशेष गरी हामीले यहाँको चाहिँ अग्रज व्यक्तिहरूलाई यहाँको स्थानीय नेताहरूलाई किन भएन अहिलेसम्म विकास अमरपुरले किन पिछडियो भन्ने कुराहरू चाहिँ प्रश्न गर्यो भने मलाई लाग्छ त्यसको सत्य विचारहरू साँचो कुराहरू चाहिँ कहिले पनि बोल्नुहुन्न
त्यसले कुरा चपाउने र कुरा घुमाउने यस्तै विविध भनौँ न बाहनाहरू बनाउनुहुन्छ होला। तर के गर्न सकिन्छ भनेपछि चाहिँ फेरि चिल्लो कुराहरू चाहिँ गर्न चाहिँ फेरि घन्टौँसम्म पनि गर्न सक्नुहुन्छ, तर कामले चाहिँ गर्ने होइन, तर कुरा चाहिँ गर्नुहुन्छ। तर पनि हामीले चाहिँ उहाँहरूको विचार लिउँ, सुनौँ के भन्नुहुन्छ, अथवा साधारण अरू मानिसहरूको पनि लगाउनु हाम्रो गाउँटोलमा हुनुहुन्छ, उहाँहरूले पनि उहाँहरूको विचार के छ, किनकि यो त हाम्रो गाउँटोलको गुनासो, हामी दुईजनाले मात्रै छलफल गरेर यहाँ चाहिँ कसैलाई दोस्याएर होइन कुरा भएन, किनकि हाम्रो पनि कमजोरी होला। मैले अघि पनि भने कतिपय आन्तरिक कुराहरू हामीलाई थाहा नै छैन होला होइन। अब यति भन्दै गर्दाखेरि चाहिँ अन्तिममा चाहिँ मलाई के भन्नु मन लाग्यो भने जस्तो अहिले आधा रोड पिच भएको छ अमरपुरको, अनि प्याराफिट बनेको छ, केही कुराहरू भएको छ, कति बजेटहरू आएको छ, त्यो बजेट ल्याउनको लागि उहाँहरूले गर्नुभयो होला, सङ्घर्ष गर्नुभयो होला, धाउनुभयो होला र यसलाई म्यानेजमेन्ट गर्नुभयो होला होइन। उहाँले गर्नुभएको दुःख उहाँलाई थाहा छ, त्यसको हामीले सम्मान पनि गर्नुपर्छ। यो होइन कि हामीले विरोधै गर्ने कम्प्लेन त्यो गरिराख्ने मात्रै होइन, त्यो छ। तर पनि हाम्रो विचार चाहिँ यस्तो अझै यस्तो भइदिएको भए राम्रो हुन्थ्यो भन्ने विचार मात्रै हो। त्यसको निम्ति हामीले उहाँहरूप्रति धन्यवादी पनि हुनुपर्छ, थ्याङ्क यू भन्नुपर्छ। र योभन्दा पछाडि चाहिँ त्यसरी चाहिँ अझै व्यवस्थित र साँच्चैकै अमरपुरको विकास हुने प्रकारले चाहिँ काम गर्नुपर्छ भन्ने धारणा हुनुपर्छ। त्यसैले गर्दा चाहिँ अहिलेसम्म हाम्रो कुराकानीलाई सुनेर, हाम्रो विचारहरूलाई सुनेर साथ दिनुभएको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आगामी दिनहरूमा पनि अमरपुर र अन्य त्यस्तै टोलहरू गाउँहरूको विषयमा जहाँ समस्याहरू छन्, जहाँ गुनासोहरू छन्, ती गुनासाहरू ल्याएर चाहिँ तपाईँहरूको बिचमा उपस्थित हुनेछौँ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। हस्, धन्यवाद, नमस्ते।